विगतमा एकजना युवा विदेशबाट फर्केर नेपालमा एउटा नयाँ रेस्टुरेन्ट खोलेका थिए। रेस्टुरेन्ट पनि यस्तो थियो जसमा अहिलेको युवाहरूलाई चाहिने र मनपर्ने इन्भाइरोमेन्ट होस्। त्यसले गर्दा त्यो रेस्टुरेन्टमा दिनै पछि नयाँ कस्टमरहरूको ओहिरो लाग्न थाल्यो। वरिपरिको पुरानो रेस्टुरेन्टका कस्टमरहरू पनि यो नयाँ रेस्टुरेन्टमा आउन थाले। तर यो सब देखेर त्यहाँको पुरानो रेस्टुरेन्टको मालिक र समूहहरूले हेर्न नसक्ने भयो। यो नयाँ रेस्टुरेन्टले यसरी नै हाम्रो कस्टमरहरू तान्दै गयो भने हामी त सकिन्छौँ भन्ने एउटा डर उत्पन्न हुन थालेपछि तिनीहरूले यो नयाँ रेस्टुरेन्टको रेपुटेसन बिगार्नलाई आफ्नो मान्छेहरूलाई त्यो रेस्टुरेन्टमा पठाएर झगडा गर्ने क्रियाकलाप गर्न आउन थाले। त्यहाँ दिनहुँ झगडा पर्न थालेपछि राम्रा कस्टमर नआउने सम्भावना बढ्न थाल्यो अनि रेस्टुरेन्ट ठप्प भयो। पुरानो रेस्टुरेन्टको मालिकहरूले आफ्नो कमाउने बाटो गुमिनुबाट बचाउनलाई उदाउँदै गरेको नयाँ रेस्टुरेन्टलाई ठप पारिदिए। यो कुरा कुनै रेस्टुरेन्ट या नयाँ पुरानो कस्टमरको होइन। तपाईहरु आफै विचार गर्नुस्।